हेर्नुहोस् है साथीहरू, इस यहाँ चाहिँ माछा मारेको देख्छु म त है। माछा मारेको हेर्नुहोस् है, माछी माराना भन्छ नि होइन। अब त्यस्तै तालमा चाहिँ यहाँ चाहिँ यो चितवनमा के भन्ने ठाउँ हो है, चितवन सौराको छेउतिरै हो। तर यहाँ चाहिँ हाम्रो नेपाली दिदीबहिनी है, नेपाली दिदीबहिनीले चाहिँ यसरी माछा मार्नु भएको छ। हेर्नुहोस् है, अब केटी मान्छे है, केटा मान्छे छैन नि फेरि। मलाई त मजा लाग्यो यो यस्तो गरेको त है। हजुरहरूले पनि कतिको मजा लाग्छ हेर्नुहोस् है। म त तालभित्र छु है, तालमा। यो तालमा फुल फुलेको हेर्नुहोस् है, फुल आहा, फुल फुलेको कति राम्रो फुल। इस हेर्नुहोस्, इस फुल पनि यसरी फुलेको छ, फुल कमाल आहा हेर्नुहोस् त। इस फुल कमाल पनि छपक्कै फुलेको छ। अनि यही तालमा चाहिँ यहाँ हाम्रो चितवनको दिदीबहिनीले चाहिँ यसरी माछा मार्ने रहेछ, माछा खोज्ने रहेछ। तर मलाई चाहिँ डर लाग्यो, तलतिर गयो भने के अरे यहाँ त गए पनि हुने रहेछ, कछुवाहरू पनि हुने रहेछ होइन। त्यसले गर्दा मलाई चाहिँ डर लाग्यो कि अलिकति। तलतिर म त छिर्नु नसक्ने। आमामामा उफ कस्तो रमाइलो लागेको है, रमाइलो लाग्यो। अब माछाहरू त मजाले समाउनु हुँदो रहेछ उहाँहरूले चाहिँ। जुल होइन, जुलबाट समाउनु रहेछ मजाले। हेर्नुहोस् मजा लाग्यो है मलाई चाहिँ। माछा मार्ने एकदमै हजुरहरूले पनि मजा लाग्छ होला। हेर्नुहोस् तालमा, मलाई त एकदमै मजा लाग्यो। हजुरहरूले मजाले, उहाँहरूलाई त डर पनि नलाग्ने रहेछ होइन। हामीलाई त डर लाग्छ नि। मजाले परतिर भैँसी पनि चराउँदो रहेछ कसैले त। यहाँतिर त एउटा गैँडा पनि फुतेर बसेको छ अरे होइन। हामी चाहिँ यसरी बस्दा पछाडिबाट गुलुम चाक मार्नु आयो भने त्यस्तो लाग्यो है मलाई चाहिँ। यस्तो फुल फुल्यो छपक्का, फुल फुल्यो छपक्कै आहा। अनि त्यसरी माछा चाहिँ मार्नु भएको छ त्यहाँ होइन। अब कति उहाँहरूको 7-8 जना ग्रुप रहेछ। अब त्यो माछा मारेको त्यहाँ माछालाई देखाउँ भने म टाढा छु, म त्यहाँ जानु सक्दैन तालबाट होइन। ओहो, उहाँहरू चाहिँ त्यसरी शनिबारको दिनमा चाहिँ त्यसरी खोज्नु भएको रहेछ। यतातिर नि होला नि, तपाईँहरूले खोज्यो भने भेट्छ होला नि। यस्तोमा हेर्नुहोस् है। अब तालमा जानुभएको, तालमा जानुभएको छ। हेर्नुहोस् तालमा जानुभएको छ। म त हेर्छु खोइ यहाँतिर अहिले म चाहिँ चुर्लुङमा डुबी भने नालीमा खोलामा के। अब उहाँहरू नडुब्दा म चाहिँ डुब्छ होला त, मलाई चाहिँ त्यस्तो लाग्यो। आहा त्यो मान्छेले चाहिँ के गरेको होला है, बल्झी मारेको रहेछ है। पारिपट्टि चाहिँ बल्झी मारेको पो रहेछ। अब यहाँ चाहिँ दिदीबहिनी कति 8 जना हुनुहुँदो रहेछ होइन। उहाँहरूले चाहिँ मजाले चाहिँ मच्छीलाई जालमा पारेको अब होइन। मलाई चाहिँ मजा लाग्यो। हजुरहरू पनि हेर्नुहोस् है, हजुर मजाले हेर्नुहोस्। यसरी फुल फुलेको तालमा होइन, फुल फुलेको तालमा म फुल पनि टिप्छु। म त यो फुल एउटा टिप्छु नि, खोइ कहाँ हो, मेरो हातले पनि बिहाउँछ कि बिहाउँदैन। यस्तो पो हुँदो रहेछ है हजुरहरू। इस फुल फुलेको एउटा फुल त टिपे। हेर्नुहोस् है हजुर। फुल फुल्यो ताल, फुल फुल्के ताल आहा, फुल फुलको ताल। यो फुल चाहिँ अब के छैन भने शिवजीको कलरमा छ है। हेर्नुहोस् न, शिवजीको निलो हरियो हुन्छ नि रूप रङ, त्यसमै अब त्यसकै उसमा छ है यो रूप चाहिँ फुलमा होइन। हेर्नुहोस् न, टिका पनि छ। 1 कलर 2 कलर 3 कलर छ है हजुरहरू। हेर्नुहोस् आहा, 3 कलर हेर्नुहोस् है। त्यसरी मार्ने रहेछ है। हेर्नुहोस् लट्टीले तलतिर घोचेर होइन। आमामामा हेर्नुहोस् त, मलाई चाहिँ मजा लाग्यो उहाँहरूको होइन। उहाँहरूले त्यस्तो पो गर्नु हुँदो रहेछ। मेरो फुल शिरमा राखेको झऱ्यो तलतिर। हेर्नुहोस् है हजुरहरू। नेपालमा चाहिँ यस्तो छ तालमा। आहा कति राम्रो सुन्दर देखिरहेको छ है हजुरहरू। हेर्नुहोस् मजाले, मलाई त मन पर्यो।
अब माछा हेर्न जाउँ भने टाढै छ। उहाँहरू चाहिँ भेट्यो है माछा त। ए जुल त त्यस्तो पो गर्नुभएको रहेछ, भुइँमा थिचेर होइन कसरी हो टिप्नु भएको छ। हेर्नुहोस् अब कति भेट्यो कि भेटेन त्यो चाहिँ थाहा भएन है। हेर्नुहोस् हजुर, रमाइलो लाग्यो मलाई त। राम्रो घरमा पाल्ने खालको पनि होला है, पाउँछ होला सिसामा, के अरे सिसाको त्यो उसमा पाल्ने पनि। ए बेच्नुहुन्न भन्नुभयो। आमामामामामामामा, ए कचुको चाहिँ समाउन नदिने। ए समाउनुहोस् न, कसैले त मन लाग्छ नि, कसैले खानु मन लाग्छ। टिप्नुहोस्। के हो, माछा हो कि मुच्छी हो? माछा हो कि मुच्छी हो? माछा नि हो कि मुच्छी नि हो? आमा हेर्नुहोस् है साथीहरू, यहाँ ठपक्कै खोलामा आएको म त है, एकदमै हेर्नु मन लागेर। हेर्नुहोस् इस, ओहो धेरै राम्रो राम्रो रमाइलो है। त अब राम्रो त भन्नु नमिल्ने हो भक्तले होइन। एउटा भक्तले चाहिँ कसैले कसैको ज्यान मारेको देख्दा चाहिँ होइन भन्नु त नमिल्ने, तर रमाइलो अब होइन। नेपालमा चलिरहेको कामै हो, नेपालमा चलिरहेको कामै हो। म पनि यहाँबाट हिँड्दैछु अहिले, म पनि यहाँबाट तलतिर डुब्यो भने अनि त्यहाँबाट त हुन्छ राम्रो मजाले। म पनि तलतिरबाट माथिबाट डुब्यो भने इस कति आइया बाबा। हेर्नुहोस् है कति राम्रो देखिरहेछ एकदमै। अब यहाँ होइन दिदीबहिनीले अब माछा मारेको दिदीहरूले हेर्नुहोस् न, माछा मार्ने नेपाली दिदीबहिनीहरूले, नेपाली दिदीबहिनीहरूले माछा खोजेको यहाँतिर के पाउँछ है, के भनेर अब खोलामा जे देखिन्छ त्यही पाउँछ। के अरे बम माछा पनि भन्दो रहेछ होइन, हामीले चाहिँ सर्प जस्तो देख्ने त्यस्तो पनि पाउँदो रहेछ यहाँ त। त्यस्तो पनि पाउने, जे पनि पाउँछ नि खोलाभित्र छिरेपछि। हेर्नुहोस् है हजुरहरू, मजाले हेर्नुहोस्। यसरी लट्ठी टेकेर होइन सबैजना हेर्नुहोस् त, लट्ठी टेकेर सँगसँगै जानुपर्ने रहेछ हजुर। पारिपट्टि बल्छी पनि खेल्दो रहेछ ऊ। अब बल्छी खेलेको भन्दा जाली थाप्यो भने त छिटो भेट्थ्यो होला, धेरै भेट्थ्यो होला। एक्लैले बल्छीमा अब टामलाङ टुङ्नु पार्दा के नै भेट्ला, तर मलाई चाहिँ त्यस्तो लाग्यो। आमामामा हेर्नुहोस् त, यहाँ खोलामा चियाबारीमा चिया टिपेको जस्तै देख्यो है मैले त अहिले चाहिँ। ओहो कति राम्रो देख्यो, चियाबारीमा चिया टिपेकै जस्तो देख्यो अहिले चाहिँ खोलामा। हेर्नुहोस् है हजुर, अब यो चाहिँ के हो भने माछा मारेको है, चिया टिपेको होइन। हजुरहरूले चिया टिपेको चियापत्ती टिपेको जस्तै देखिन्छ, तर माछा मारेको है यहाँ। आहा ओहो नि, ल है सबैले माछी जालमा पार्न लाग्यो है। हेर्नुहोस् है हजुरहरू, उई ऊ तल हेर्नु त खोलामा के आएको थियो, सारा रहेछ। समातौ न। ल है अब हेर्नुहोस् है हजुरहरू, यहाँ माछी जालमा पारिसक्नुभयो है यहाँ दिदीहरूले त। मलाई त मजा लाग्यो, हजुरहरूले हेर्नेले कतिको मजा लाग्यो होइन हजुर। ए यहीँबाट आएको हामी, ए अहिले त्यहीँ जान लाग्यो हो। ए प्लेन आएको रहेछ अस्ति, हामी प्लेन चढेर आउँदा हामी पनि माथिबाट यस्तै गरी आएको थियो, प्लेनको बटु परेछ कि त्यही भएर पनि। अब खोइ त माछा त भेट्नु भयो कि भएन होइन उहाँहरूले होइन।
वहीँ गएर देखाउनु सकिनँ हजुरहरूलाई यहाँबाट हेर्दैछु है हजुरहरू हेर्नुहोस् है पानीको तालभित्र कसरी समातेको पाक्नु हो हेर्नुहोस् न ऊ यहाँ पाक्नु त एउटा चारा समाउनु पर्छ है हामीले कचो समाउनु सकेन चारा समाउनु पर्छ ऊ त्यहाँ माछा हाम फालेको ऊ त्यहाँ माछा हाम फाले भाइ ऊ फुल फुले पानीमा फुल खोइ देख्छै देख्दैन यहाँ क्यामेरामा होइन हरायो म ऊ त जानु सकिनँ देखाउनु सकिनँ उहाँहरूले आखिर यति लामो माछा देखाउनु भएको थियो वाइ गाइटा आयो क्या हो आयो ए वाइ हिलो माछा कहाँबाट हाम फालेको हिलोमा त म त गाइटै आएँ क्या भनेको त लाउन नि किन हाम फालेको त्यसरी त मर्क्यो किन डराउन यहाँनिर आएको भए त हुन्थ्यो नि लाउन नि भैँसीले लखरेर हेर्नु न मेरो त साथी त यहाँ त्यसले हान्छ ए भैँसीले लखरेर कहाँबाट हाम फालेको नि खोलाबाट त अझै खोलाबाट त रेल लाउन यहाँ गाइडाले लखरेर लाउन खोइ कहाँ हो जु के अरे मर्क्यो लाउन नि ए किन हाम फालेको होला त्यसरी झन् रमाइलो हेरेर बसेको म त गाइडाले लखरे होला भनेको त लु भैँसी पनि त्यसरी ल है पक्कै हेर्छु ल अनि त्यसरी कहाँ हाम फालेर त अनि सिसा पनि चप्पल अझै चप्पलले जुत्ता पनि कहाँ पुग्यो ए जुत्ता त्यहाँ हाम फाल्नुपर्ने अझै के हाम नफाल्नु पर्ने अनि हेर्नु न यहाँ चितवनतिर त भैँसीले पनि लखर्दो रहेछ खुट्टा मर्क्यो कि यहाँ खोइ हेर्नु पर्यो अब खोइ अब भिडियो के गराउनु नि भाउ भैँसीले लखरेर हेर्नु हिलोमा डुब्यो अनि हिलोमा डुबेर हेर्नु न भैँसीले लखरेर के गर्नु त अब माथिबाट हाम फालेर अनि कहाँ नहेरेर हाम फालेको त फेरि त्यसरी त्यो भैँसी कस्तो हान्ने भैँसी रहेछ सिधै आएको भाइ अबि म त्यहाँ हाम नफाले भए आउँथेँ नि हान्नलाई कस्तो खालको मान्छे देख्नु नपाएको भैँसी रहेछ त है हेर न भैँसी लखरे यहाँ अब खोइ निभाइदेऊ ल हो गाई के भन्छ भैँसी